अहिले चाहिँ मैले पत्ता लगाएँ तारेभिर चाहिँ किन भनेको रहेछ भन्ने कुरो हो। यहाँदेखि यति चढ्दाखेरि चाहिँ मलाई पुरा खुट्टा काम्यो। एकदम थ्रिलिङ साइट तारेभिर। पुरा भिडियो हेर्नु चाहिँ नचुक्नुहोस् है। अब चाहिँ हामी सिङताम पुग्यौँ। सिङतामबाट सिधै रम्फूपट्टि निक्लिँदैछौँ। 11 किलोमिटर छ अरे यहाँबाट एक्ज्याक्टली। यो एरिया त है त्यो पहिलाको फर्स्ट टाइममा त डरलाग्दो भएको थिएन है यही एरिया। उताबाट आएको होइन, यो उता यो साइडबाट आएको पानी हो। नर्थको यो साइडबाट हो। सिक्किमको बाटोमा कुद्नु चाहिँ यतिको मजा आउँछ कि ठुलो हुन्छ त्यो मजा आउँछ। ड्राइभ गर्नु राइड गर्नु यो चाहिँ जग्गालाई के भन्छ? एमाजी टाढो। पहिला एकताल यहाँ पनि के गेम पनि सेफ गेम के पनि भएको है। यहाँ कता ग्राउन्ड थियो नि। त्यो भएको जस्तो लाग्छ मलाई माइनिङ गर्ने। बाटोमा आउँदाखेरि चाहिँ हेर्नुहोस् है, यहाँनिर आइपुग्दा चाहिँ यति मजाको जग्गामा आइपुग्यो कि दाम अपोजिट पऱ्यो। कोसिस क्याफे भनेर लेखिरहेको छ है। तर सबभन्दा मेन कुरो चाहिँ यहाँ चाहिँ मन परेको कुरो ओम नमो शिवाय देवको देव महादेव। गाडीले ढिक्को भयो। मजाको ओम नमः शिवाय। यो चाहिँ सिङतामबाट रम्फूतर्फ आउँदाखेरिको बाटोमा यो चाहिँ मजाको बनाएको छ शिवको मन्दिर पनि रहेछ। यहाँ हाम्रो सेनालाई पनि टक्कै भेटाएँ। अब उहाँ पनि अब यहाँबाट चढ्नुहुन्छ। त्यो ब्यागमा ऱ्याकमा हाल। बोलो गुड मर्निङ। ल हाई गरिदिनु न। चढेको हो यो चाहिँ माइनिङको बाटो है। यो वाइवा फ्याक्ट्रीको योबाट पारी एकपल्ट त हामी उयसको बिहामा यहीँबाट त गएको है हामी। के अरे हजुर भास्करको बिहामा यही बाटो लगेर गएको। वाइवा फ्याक्ट्री चाहिँ खटेर गाडी रे के भन्यो? खटेर गाडी के भन्यो?
ए कटर राइड रोड भनेको त्यो गाडी त दामी हो नि तर कस्तो डरलाग्दो धुलो भएको थियो नि इनोभा यसैले त यस्तो पनि लेयर भएको नि अब क्या त जाँदाखेरि हटेर थियो नि यो त अन्त यो बाटो होइन हौ यहाँ त राम्रै थियो कि त्यो कहाँदेखि चाहिँ त्यस्तो डरलाग्दो बाटो थियो है यहाँ त्यो वाइवा फ्याक्ट्री है माइनिङको पल्लो पर चाहिँ सिप्ला है सिक्किमको यो चाहिँ यता चाहिँ अब चाहिँ हामी नाम्ची डिस्ट्रिक्ट मैले नाम्ची भन्दैछु डिरेक्सन कुन चाहिँ त भनेको छैन नि नाम्ची डिस्ट्रिक्ट भन्दैछु नि रम्फूको चाहिँ यो फ्याक्ट्रीको यो पछि भएर चाहिँ ल वेलकम टु साउथ सिक्किम तर यहाँ चाहिँ डिस्ट्रिक्टकै पछि चाहिँ यसरी डिस्ट्रिक्टमा जब एउटा डिस्ट्रिक्टबाट चाहिँ अर्को डिस्ट्रिक्टमा जाँदैछ त्यहाँ चाहिँ त्यो डिस्ट्रिक्टले चाहिँ वेलकम गरेको है लेखेको कि हाम्रो त उता त दार्जिलिङबाट कति बेला जलपाइगुडी पसेको हुन्छ कति बेला अलिपुरद्वार पसेको हुन्छ त्यो पत्ता हुँदैन हो गाडी रोक्दाखेरि र चलन काट्दाखेरि मात्रै थाहा हुन्छ जाँदा यति मजा आउँछ नि यो बाटोमा हिँड्नेहरूलाई बोरिङ फिल नहोस् भनेर के मजाको रहेछ हेर्नुहोस् आफ्नो स्टेट भयो भने चाहिँ यस्तो हुन्छ है हेर्नुहोस् ए यहाँ राधाकृष्णको जय हनुमानजी खोलिहालेको छैन यो चाहिँ अन्डर कन्स्ट्रक्सन राधाकृष्ण होइन हौ के भयो राम लक्ष्मण सीता इन्डिजिनियस होइन युनिटी इन डाइभर्सिटी नेपाली भोटिया लेप्चा ने भो ला नेपाली भुटिया र लेप्चा यो तिनटालाई चाहिँ कहिले पनि है सेग्रिगेट गर्ने ट्राई गर्नु हुँदैन है यति मजाको देख्दा छ बाटोबाट आउँदाखेरि हेर्नुहोस् नाम्ची जाँदाखेरिको चाहिँ यो चाहिँ आमाम त्यो तलतिर चाहिँ कहाँ बसेको मान्छे चाहिँ के डर लाग्दो जग्गा रहेछ यो चाहिँ के जग्गा भन्छ अरे बहिनी तिमी पनि बङ्गालकै पर्यो है सिक्किमको भएर पनि बङ्गालकै पर्यो के गर्छ अब हामी तारे भिर पनि जान्छौँ है गाइज तपाईँहरूलाई तारे भिरको पनि देखाइदिन्छु
छडा के मजाले बनाएको छ। यो जेब्रा चाहिँ यहाँको होइन, कहाँबाट आइपुग्यो? यो जेब्रा चाहिँ हाम्रो यहाँको होइन। सुनौलो, समृद्धि अनि सामर्थ सिक्किम। अहिले चाहिँ हामी यो नाम्ची जानको लागि चाहिँ फेरि म फर्केर यताबाट जानुपर्छ होइन। यो चाहिँ भन्ज्याङबाट चाहिँ तारेभिर र नाम्ची जाने बाटो चाहिँ छुट्टिँदो रहेछ है। हेर्नुहोस् है, बायाँपट्टिको चाहिँ पक्रेर जानुपर्छ तारेभिरको लागि चाहिँ। अब चाहिँ हामी तारेभिरपट्टि लाग्दैछौँ है। यहाँ गाडी पार्किङ गरिसकेपछि है, यहाँ के लेखेको रहेछ हेरौँ। ए यो त यसको नाम पो रहेछ हौ। यो ओह्रालो चाहिँ कता जाने हो? कहीँ जाने होला है, जानु चाहिँ यता पऱ्यो है। तारेभिरै रहेछ नि, कस्तो तारेभिर भनेको टाढ भएको कारणले गर्दा तारेभिर भन्नु रे। त्यो तारेभिर लेखिराखेको छ त। तारेभिर ल ए यहाँ एन्ट्री फिस पर्दो रहेछ है। 1 2 3 4 5 एकदम लोकललाई डिस्काउन्ट होला। यहाँ दिन्छ नि। पार्किङको पनि पर्छ। ए पार्किङको पनि पर्छ अरे। कितेको नि यो तारेभिर चाहिँ किन भनेको भन्नुहोस् त? हो यहाँ बहिनीले, मेरो बहिनीले के भनेर तारेभिर भन्यो नि त हो। तार छ अरे तर लेख्दा त तारे पो लेखेको रहेछ। के तार छ वायर? तारे भन्दैछु के तारै स्टार होइन, केही न केही रिजन त होला नि त। मा चेन्ज भएन भने यहाँ उयो गर्छु नि। ए ज यहाँ मेरो बहिनीले ह्याप्पी दिन पनि गरम हुँदो रहेछ तर यो हेर्नुहोस् है गाइस, इन्जोय गर्नुहोस्। सिक्किममा चाहिँ मलाई के मन पर्यो भने यस्तो डाँडा काँडा भिर सबैलाई युज गरेको रहेछ है। अब यस्तो तारे भिरलाई पनि उनीहरूले चाहिँ रेभिन्यू कलेक्सनको सेन्टर बनायो। दामी 30 रुपिस पर हेड पर्दो रहेछ एन्ट्री फिस। पार्किङ गाडीलाई पार्किङ फिस अलगै। रेड पान्डा चाहिँ सिक्किमको स्टेट एनिमल है। तपाईँहरूलाई जहाँसुकै ए हामी त ऊ तल पुग्नुपर्छ होला त। हामी त यहाँ माथि नै छौँ त हौ। के कसो हो यहाँ चाहिँ बस्ने रेस्ट गर्ने जग्गा मात्रै रहेछ। जानु त ऊ तल पो रहेछ। ए यसरी बनाउनु पनि पाउँदो रहेछ नि त इन मेमोरी हो।
हेर्नुहोस् है गाइस, साह्रै भिडै छ नि। हाइट फोबिया हुन्छ होला चाहिँ अलिक धेरै हुँदो रहेछ। दामी भोलि कसले देखेको छ अहिले नै राइट टाइममा चाहिँ हो। दामी छ त अन्त है ब्लग बनिँदैछ बनिँदैछ मेरो ल एकछिन ल खिचिहाल्छु ल। मेरो कहाँबाट आएको नानी, कहाँबाट आउनु हजुर? ए सिङदाम के भन्छ अरे जग्गालाई? लोवर कहाँ रे? होइन भिड चाहिँ साँच्ची नै अचम्मकै भिड रहेछ नि त हौ। भिड चाहिँ लोटकै रहेछ है। सपोज यो साइडमा योहरू ब्यारिकेडहरू यस्तोहरू नहुँदो चाहिँ चिसो पर्ने रहेछ। सोनाम भतिजो तिमीलाई सम्झेँ मैले आज यो भिडमा आउँदाखेरि चाहिँ, किनभने तिमीलाई हाइट फोबिया छ नि। डोन्ट टेक अदरवाइज। हेलो कहाँबाट हो? सबैजना एकै साथ हो साथीहरू हो? ए लु त यसो मेरो ब्लगलाई पनि हेलो गर्नु। अङ्कलको ब्लगलाई सेयर पनि गरिदिनुहोस्। अब तिमीहरूले चाहिँ गर्छै गर्दैन तिमीहरू भन्ने ल। सानो सानो लाइक सेयर सब्सक्राइब गर्छ कि गर्दैन रहेछ ल। बादमा आउँदाखेरि म भन्छु मेरो च्यानल। नानी हो तारै भिड चाहिँ किन भनेको यसलाई? ए यु डोन्ट नो एक्चुअली
अब तारे भिर भनेको त तारै तार हुनुपर्ने, तार त छैन। तार पनि तार पो हो कि हो, त्यहाँ तार चाहिँ रहेछ है। मैले बुझ्नै सकिनँ नि त, तारे भिर भनेको चाहिँ के हो? बाँदरे भिर भन्नु नि बरु, बाँदर पनि कुद्दैन। यता आउँछ होइन, यता साइड आउँछ होइन कि फर्केको? यो चाहिँ एउटा खुट्टा दुखेको जस्तो फिल भएन? आउँदैछ मेरो बहिनीहरू। सायद तपाईँहरूलाई हेच देख्नुहुन्छ होला जान्दाखेरि। एक त रेन्ज एकदम अपोजिटमा पऱ्यो क्यामेराको, त्यो कारणले गर्दाखेरि यसको लाइट के गर्न हेर्नै पर्छ। त्यहाँतिर पनि गाउँहरू रहेछ है। यहाँतिरबाट मोबाइलहरू झऱ्यो भने के हुन्छ? केही पनि हुँदैन। यहाँबाट त्यहाँ सायद त्यहाँ जान सक्ने रहेछ स्टेप चाहिँ, तर चिप्ल्यो भने चाहिँ सिधै यो तल घरको छतमा एकैचोटि। त्यहाँ चाहिँ कसरी उताबाट आउने बाटो रहेछ हौ। तारे भिर चाहिँ किन भनेको? तारे भिर कसैलाई पनि तपाईँहरूलाई थाहा छ भने चाहिँ कमेन्ट गरिदिनुहोस् हो। यसमा चाहिँ why this place is called तारे भिर। अझै छ है भाइ? तपाईँहरू कहाँदेखि आउनुभएको? हजुर याङगाङ। यसलाई तारे भिर चाहिँ किन भनेको? होइन, म तारे भिर सोच्दैछु कि तार पो हो कि या यो त भिरै हो, कसैलाई थाहा छैन है। माथि जो काम गर्छ नि उसलाई पनि थाहा छैन छ। हामी त झन् हामीलाई झन् के थाहा। हजुर हजुर तारे भिर किन भनेको भन्दाखेरि सोद्धाखेरि कसैलाई थाहा छैन, इभन सिक्किमको भर चाहिँ म गुगलमा सर्च गर्नु पर्यो। तारे भिर चाहिँ किन भनिएको हो? तारे यहाँबाट चाहिँ तारै तारा रातको समयमा चाहिँ मजाले ताराहरू हेर्ने गर्थ्यो होला कसै मान्छेहरू आउनेले, एकदम बैरागीहरूले। अन्त तर राम्रो रहेछ, एकपट्टि यसरी दिल छ, एकदम
एकदमै स्लफ टोटली सपोज यसलाई एकपट्टि चाहिँ एकदमै साङ्कोहरू घर रहेछ पिकनिकहरू चाहिँ खानु दिन्छ दिँदैन सायद दिँदैन होला पिकनिकहरू चाहिँ ड्राई पिकनिक चाहिँ अलाउड होला है त्यही लिएर खानु ओर्नु बोक्नु तर यहीँ पकाएर खानु चाहिँ दिँदैन होला किनभने यहाँ रुखपात रहेछ Forest area supposed to be. आम्माम यो त इन्डलेस पो रहेछ त छ नि त गएकै छ त अन्त यहाँबाट जाँदा जाँदा त दार्जिलिङको गिद्धे पहाड त भेट्दैन यो त डर लाग्दै रहेछ नि यहाँदेखि यता त झन् अझै जति जति यता जाँदै गर्छु नि त्यति त्यति चाहिँ क्लाइमेक्समा पुग्दो रहेछ नि हौ गएछ जति जति यता जाँदैछु नि यो त्यति त्यति नै यम्मा के भन्छ यसलाई बाफ्रे त्यो त डर लाग्दै रहेछ नि त त्यहाँ चाहिँ पुग्नु सकिँदैन होला खुट्टा त काम्नु थाल्छ त हौ त्यो देखेर त बाफ्रे यस्तो बनाएको छ र पनि त्यो देख्दाखेरि त पक्का यो अर्थको मुनिको त्यो प्लेटहरू चाहिँ दुईटा चाहिँ के त टक्राएर चाहिँ यो उठेको क्या त जग्गा जस्तो एकदम टोटली अब भन्छ नि यताको के अरे अब इन फ्युचरमा चाहिँ गएर त्यो अलिअलि ठेलिँदै जाँदैछ भन्छ नि यता के अरे टिबिटियन प्लेट र यता टाइटेनियम प्लेट के अरे जियोलोजिस्टहरूलाई नै थाहा छ उहाँहरूले भनिदिनु पऱ्यो यो दुईवटा प्लेट चाहिँ भनिँदै जाँदैछ अन्त यो माउन्ट एभरेस्ट भन्दा पनि अग्लो चाहिँ पछि चाहिँ यसरी उठेर जान्छ भन्छ नि यो उठेकै हो नि अन्त हामीलाई यतिको कुरोमै डर लाग्छ है कस्तो लाग्छ भनेको चाहिँ सोच्नुहोस् माउन्ट एभरेस्ट त कहाँ यो त हिँड्ने बाटो छ यस्तो छ हामीलाई यसो सोच्दाखेरि त माउन्ट एभरेस्ट क्लाइम गर्न चाहिँ यसो सोच्दाखेरि के छ र भनेको जस्तो लाग्छ नि त तर यतिको ठाउँमा हिँड्दाखेरि यस्तो लाग्छ भनेको चाहिँ सोच्नुहोस् न तपाईँहरू हिजो मैले जति क्यामेरामा खिच्दाखेरि जति तपाईँहरूले क्यामेरामा हेर्दाखेरि चाहिँ फिल गर्नुहुन्छ है यो केही देख्दैन यता तर आफ्नो आँखाले हेर्दाखेरि चाहिँ यस्तो लाग्दो रहेछ कि कता कता मुटुमा चिसो चिसो पस्दै जाँदो रहेछ नि हौ एउटा चाहिँ यो चाहिँ हो सिक्किमको नाम्चीको तारेभिर अनि दोस्रा चाहिँ छ यहाँ कालिम्पोङदेखि माथि कता डेलो जाने बाटोबाट माथि देख्छ त्यसलाई पनि के भन्छ तारेभिर कि बाँदरभिर समथिङ यस्तो भन्छ त्यहाँको पनि म एक दिन बनाउँछु तर पहिला त म गएको हो त्यहाँ
तर यति डरलाग्दो थियो होइन जति यहाँ आउँदाखेरि हुन्छ है त्यतिको चाहिँ। तपाईँहरूलाई पुरा ठिकेरै देखाइदिएँ त्यो एक्साइटिङ चाहिँ तपाईँहरूलाई बरकरार होस् भनेर नि। एकदम क्लाइमेक्समा पुग्नु लागेको छु। यहाँदेखि चाहिँ छैन है बारेको अझै रहेछ त ओह्रालो जाने है बाटो त। रास्ता तो और भी है। तो आप लोग कहाँ से हो? कोलकाता। कोलकाता विच प्लेस? बैरकपुर। ओ दोजन चारजन बंधु बंधु। हाँ आम्ही दार्जिलिंग থেকে। आम्बो Hut. Bukan. Ada yang nanya orang lihat neta. Bapre. Woi. Mama. Hut. Tuh, त्यसै चाहिँ तारे भिर भनेको हैन त। ओए तारे भिर यहाँको तारेहरु कता गयो? यो माथितिर पनि चढ्दो रहेछ मान्छेहरू हो। कस्तो आँट भएको हो। घिरिकै ढुङ्गा झऱ्यो भने त अन्त गयो त हो। वहाँ गए कि नहीं गए? वहाँ पे वहाँ गया। बाय। कैसा लगा? फीलिंग कैसा हुआ? ठीक है। कभी ऐसा जगह गए क्या? आज फर्स्ट टाइम। हाँ हम पहाड़ में रहते फिर भी ऐसा। अब मैं ब्लॉग बना रहा हूँ तो हाँ कुछ बोलिए तो। क्या फीलिंग हो रहा है? और नीचे है। और नीचे जाके आया है क्या? बहुत सीढ़ी है। बाप रे यहाँ तो खतरा है। तो गिर गए तो पीस भी नहीं मिलेगा। हेरौँ है त साथीभाइ अझै यहाँबाट पनि छ अरे। अब यहाँबाट एकैचोटि थङ्गै पुग्दाखेरि झन् कस्तो हुँदैन क्या। ओ साथीभाइ हो आएन मलाई चाहिँ। खुट्टा लागेन नि हौ। छेउमा जाने टाढो पुग्यो। हेर्नु साथीभाइ हो। साइकको यस्तो साइको पर्दो रहेछ कि खुट्टा त। हमारा तो पैर कांपने लगा। हाँ तो आपने देखा? बाप रे। Oh sir, how you feeling? Hi. This place? Huh? Nice, very nice. Nice. डर नहीं लगा क्या? नहीं गया तो रेलिंग गया है पूरा। इस तरफ नहीं गया? इस तरफ नहीं गया। जाइए ना देखिए ना। बाप रे। Anyway, thank you. बाप रे मोराहरू दुईपट्टि यस्तो भएको जग्गामा हिँड्दो रहेछ अन्त नाइस लगा भन्छ साला।
नाइस लगा त होइन यहाँ हामी डाँडा डाँडा चढी हिँड्ने बाँदरलाई खेदी हिँड्ने मान्छेलाई त कस्तो चिसो पस्दैछ तर डराउनु पनि पर्छ नि ज्यादा आँठी पनि हुनु हुँदैन भाइ पेन्सन पाक्नु डल्लै छ हो नोकरी गर्नु डल्लै छ नानीहरू बढाउनु डल्लै छ नानीहरूलाई पढाउनु डल्लै छ नानीहरूको भविष्य बनाउनु डल्लै छ अन्त नडराएर भयो सबै आफैले नै गर्नुपर्छ नानीहरूको लागि घर परिवारको लागि अन्त नडराउनु यिनीहरूको त सब कुछ गरिराखिदिएको होला र पो खुट्टा गयो भने पनि केही पनि हुन्न मराहरू केही जस्तो लागेन भन्छ म त तर मुटुले चाहिँ हौसले चाहिँ खाउँ है हेर्नु चाहिँ त्यो डाँडाबाट चाहिँ त्यो डाँडामा चाहिँ म पुगेको अन्त त्यहाँबाट हेर्दाखेरि त अन्त है साथीभाइ हो खाउँ लाउँ भन्नेमा कहाँ ढिल जानु है जानु हुँदैन नि हो हेर्नु चाहिँ पर्छ मजा चाहिँ आउँदो रहेछ त्यो मेलातिर कोलम्बसमा चढ्दा चिच्याउने है त्यो के भन्छ रोटी पिङ खेल्दा चिच्याउने त्यो जिगज्याग र के भन्छ त्यो ट्रेनको के खेल्दाखेरि चिच्याउने तपाईँहरू चाहिँ यहाँ आउनुहोस् है तपाईँहरू त ऊ माथिदेखि लिएर ऊ माथि पुग्नेसम्म गर्ने रहेछ नि त तेरिका खतरा खतरा त्यो हामी कलकत्ताहरू जाँदाखेरि के अरे निको पार्कहरूतिर मलाई चाहिँ खतरै लाग्यो है साथीभाइ हो यो चाहिँ हेर त्यो पारीको गाउँहरू र यो लास्ट पोइन्ट चाहिँ यहाँसम्म पुगिदिएँ त्यहाँदेखि उता चाहिँ अलिक डर पनि लाग्यो त्यो टुप्पामा चढ्नु त फिसले ओऱ्यो भने त अन्त गयो त हो साथीभाइ त्यो कारणले गर्दा चाहिँ फर्केको है तारै भिर र साथी हो यो भिरको नाम चाहिँ किन तारे भिर राखेको र मैले चाहिँ बाँदरे भिर राखेको थिएन भन्थेन भनेको थिएँ कि एक्चुअलमा चाहिँ बाँदर पनि यो भिरमा हिँड्दाखेरि चाहिँ लर्खराउँछ अरे डराउँछ अरे के अन्त त्यो बाँदरहरू त्यस्तो डराउनेको नाममा चाहिँ किन चाहिँ राख्नु भनेर चाहिँ बरु यो डाँडाबाट आउँदाखेरि चाहिँ राति उकालो फर्केर उकालो हेऱ्यो आकाशपट्टि हेऱ्यो भने पनि तारै देख्छ अरे दिउँसो आएर ओह्रालो हेऱ्यो भने पनि तारै देख्दो रहेछ नि त त्यो कारणले चाहिँ तारे भिर भनेको रहेछ र तारे भिर भनेको कारण चाहिँ के अरे बहिनी उकालो फर्केर राति हेऱ्यो भने पनि तारै देख्छ दिउँसो ओह्रालो हेऱ्यो भने पनि तारै देख्दो रहेछ नि त त्यो कारणले एक्ज्याक्टली उयोहरू जाँदाखेरि चाहिँ त्यो भूतहरूको पनि त्यो केटीहरूको भित्रबाट गएर त्यो ठाउँमा तर्साउनेहरू राखेको हुन्छ नि गरेर तर्साउँदाखेरि चाहिँ कस्तो लाग्छ नि हुनु त चिसो पनि झस्का पनि पर्छ त्यो चाहिँ आर्टिफिसियल हो तर्साएको कि यहाँ आएर चाहिँ हेर्नुहोस् त नेचरल चाहिँ सपोज योहरू नबनाइदिएको हो भने चाहिँ नि यहाँसम्म आउनु चाहिँ नि हुनु त यत्रो जग्गा छ लगभग 4 फिट 5 फिट जग्गा छ यसलाई त अलिअलि फ्ल्याट गरेको होला हुनु त तिखो नै थियो होला कि दुईपट्टिबाट फ्ल्याट गरेको होला अब यस्तो जग्गामा चाहिँ आएर चाहिँ अब यहाँदेखि त उता त खुट्टा नलाग्ला जस्तो भइहाल्दो रहेछ डरले किनभने रेलिङ छैन केही छैन नि त हो खुट्टा नलाग्ला जस्तो हुँदो रहेछ नि छिटो हिँड्नुपर्छ बाप्रे हट होस् यो उकालो पनि चढ्दिनँ यो ओह्रालो पनि जाँदिनँ लास्ट यो उकालो पनि चढ्दिनँ यो चढ्नुभन्दा चाहिँ बरु म माउन्ट एभरेस्टमा चढ्नु जान्छु
लु हेर्नुहोस् साथीभाइ हो अन्त होइन कुन चाहिँ आँटी भगवान्ले बनायो यो चाहिँ किनभने आँटी भगवान्ले बनाउँदाखेरि ऊ पनि डाँडासम्म त आयो होला ल गाइस यहाँबाट चाहिँ देखाइदियो त्यो माथि डाँडादेखि हामी हिँड्दै 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 यसरी आएको म स्पेसली म हामी नभनौँ किनभने मेरो बहिनीहरू यहाँ आँसुहरू त माथि नै छ आउनु उनीहरू है आइपुग्छ पुग्दैन नानी छ सानो उसलाई ल्याउँदा अप्ठ्यारो पनि हुन्छ है तर दामी रहेछ अब यहाँबाट गएर चाहिँ नाम्चीको योलाई चाहिँ यो स्क्यारी एकदमै स्क्यारी नै भन्नु पर्ला नि एडभेन्चरस साथी हो यो यहाँबाट म चढ्दिनँ पनि यता चाहिँ जाँदिनँ पनि न त यता कुनै उयसहरू छ यहाँदेखि यति चढ्दाखेरि चाहिँ मलाई पुरा खुट्टा काम्यो कस्तो कस्तो अग्लोमा चढ्ने मान्छे हो म तर पनि एक प्रकारको क्या त खुट्टाको त्यो न त एज फ्याक्टर हो एज पनि त्यस्तो साह्रो त होइन न त एज फ्याक्टर हो न त साइकोलोजिकली मलाई के भयो कसो भयो है त्यहाँदेखि चाहिँ म जानु एकदमै आँट गरिनँ र म चाहिँ फर्किँदैछु ल ल ओके अब यहाँबाट चाहिँ सिधा रोज गार्डन ल प्लेजर मलाई चाहिँ खतरै लाग्यो साथीभाइ हो यो चाहिँ हेर त्यो पारीको गाउँहरू र यो लास्ट पोइन्ट चाहिँ म यहाँसम्म पुगिदिएँ त्यहाँदेखि उता चाहिँ अलिक डर पनि लाग्यो त्यो टुप्पामा चढ्नु त झन् फिस्ले ओऱ्यो भने त अन्त गयो त हो साथीभाइ त्यो कारणले गर्दा चाहिँ फर्केको है गाइस तारै भिर एकदम फिलिङ साइट तारे भिर पुरा भिडियो हेर्नु चाहिँ नपुग्नुहोस् है पुरा भिडियो चाहिँ यो तलको पिकसम्म पुगेको छ है म चाहिँ यो हो नि हो अब म यहाँ अहिले चाहिँ मैले पत्ता लगाएँ तारे भिर चाहिँ किन भनेको रहेछ भन्ने कुरो हो वास्तवमा चाहिँ के हो अरे लु भनिदिनुहोस् त तामे भिर ताँबा भन्छ नि हामी कप्पर भन्छ नि वासमा चाहिँ त्यो ताँबे भिर पो भनेको अरे त हो र ताँबे भिर चाहिँ किन भनेको अरे ए ताँबा खनेको अरे भिरमा चाहिँ त्यो चाहिँ हो र रातो र ताँबे भिर भनेको अरे हामीले चाहिँ तारे भिर वास्तवमा चाहिँ ताराबाजे भन्ने पो थियो अरे त यहाँ ताराबाजी भन्ने चाहिँ यहाँ हुनुहुन्थ्यो अरे हो एकदम यहाँ अहिले चाहिँ यत्रोजनामा पत्तो चाहिँ यहाँ लगाएँ मैले अम्बो यो त मेरो डरलाग्दो खोज्यो हो पार्टी पनि पिलाउनु भयो एकदम नानीले धन्यवाद है त्यहाँबाट चाहिँ एक्चुअलमा चाहिँ यो चाहिँ यहाँनिर चाहिँ हाम्रो बाजे हुनुहुन्थ्यो अरे एकजना उहाँको नाम चाहिँ ताराबाजे हुनुहुन्थ्यो अरे र उहाँको नाममा चाहिँ यो तारे भनेको अरे हो वास्तवमा चाहिँ ताँबे भिर अरे ल एकदम धन्यवाद बल्ल पत्तो लाग्यो कसैले भन्नु नसकेको थियो हो ल थ्याङ्क यू अब चाहिँ हामी यो भन्ज्याङबाट नाम्चीपट्टि लाग्दैछौँ है